युरेथ्रा कहिलेकाहीँ काट्छ युरेथ्राको पोर्सन यहाँ रहेछ कहिलेकाहीँ गनी यसमा छिराइदिन्छ मान्छेहरूले यसमा छिराएर यो कहाँ जान्छ ब्लाडरमा गइहाल्छ हैन यो चाहिँ धेरै जसोले गल्ती गर्दो रहेछ यहाँ लाइट बल्ल बल्ल आयो कति हाल्यो लाइट टर्चको लाइट यहाँ छ यो यहाँबाट युरिन आउँछ युरेथ्रल ओरिफिस भन्छ यसलाई हैन युरेथ्रल ओरिफिस जाँदैन गएन ब्लाडरमा गइहाल्छ युरिनरी ब्लाडरमा इजिली गइहाल्छ त्यो ब्लाडर यो युरिनरी ब्लाडर हो हैन कहिलेकाहीँ पिसाब अब कलेक्सन गर्नुपर्ने हुन्छ नि अनि यो क्याथेटर यहाँ छिराएर पनि निकाल्न सकिन्छ तिमीले अथवा तिमीले यही छिराएर यही सिधै छिराएर पनि निकाल्न सकिन्छ त्यो फिमेलमा त्यही भएर कहिलेकाहीँ त्यो पिसाब रोक्ने सम्भावना हुँदैन किनभने यत्रो मोटो हुन्छ त्यो युरेथ्रा हैन कहिलेकाहीँ गनै छिराइदिन्छ यसमा मान्छेहरूले अनि यहाँ छिरो भनेर एआई गरिदिन्छ हैन तर त्यो चाहिँ ल अब म यहाँ रेक्टम आर्क छिराएँ हैन रेक्टम आर्क छिराएर मैले यहाँ छिराएपछि सबभन्दा पहिला हामीले पाल्पेट गर्ने भनेकै सर्भिक्स हो सर्भिक्स जसले आइडेन्टिफिकेसन गर्न सक्यो अनि उसले पाठेघर आइडेन्टिफिकेसन गर्न सकिहाल्छ हैन यो त अब यसलाई समातेर राख्ने यसरी समातेर राखेको हुन्छ कि यो मासुले पाठेघरलाई भित्र यसरी समातेर राखेको हुन्छ यो एट्याचमेन्ट हुन्छ पेरिटोनियम लेयरको मासुसँग यसरी ह्याङ्गिङ गरेको हुन्छ यो यसरी के हुन्छ ह्याङ्गिङ हुन्छ यसरी ठ्याक्कै त्यसको अपोजिट साइडमा यतातिर के हुन्छ युरिनरी ब्लाडर हुन्छ ब्लाडर पम्पचर गरिसकेको छैन तर यहाँ काटेको हो क्या अलिकता काटेछ हैन त कहिलेकाहीँ मान्छेहरूले प्रेग्नेन्सी टेस्ट गर्ने यो ब्लाडरै हेरेर प्रेग्नेन्ट छ भनेर भन्छ ब्लाडरमा युरिन धेरै हुन्छ अनि त्यही हेरेर पनि प्रेग्नेन्ट छ भनेर भनिदिन सक्छ बुझ्यो नि हैन अनि युरिन धेरै भएपछि त सुन्निएको धेरै हुन्छ नि यत्रो हुनसक्छ यो अझ ब्लक छ भने यत्रो पनि हुनसक्छ हैन त युरिनरी ब्लाडर हामीले छुट्याउन सक्नु त युरिनरी ब्लाडर हो कि के हो भनेर हेर्नको लागि त हामीले यहाँ सर्भिक्स हेरिसकेपछि त सर्भिक्सभन्दा अगाडि पाठेघर हुन्छ हैन पछाडि त हुँदैन त यो सर्भिक्स समात्ने बित्तिकै अब यो सर्भिक्स समात्यो त्यसपछि अगाडि गयो भने यो पार्टमा हामी हात हाल्ने यसरी हात हाल्यो भने यो हैन बिचमा समात्ने कस्तो दामी तरिकाको छ यसरी हात समात अनि अब त त्यसपछि दुईटा हात त हुँदैन नि भित्र त्यसपछि यो समात्ने राइट सर्भिसभन्दा अगाडि त केही काम छैन नि हामीहरूको सर्भिसभन्दा अगाडि के सर्भिस समात्नु मेन काम हो त्यो सर्भिस समात्यो त्यसपछि एआई गन छिराउनको लागि त सर्भिक्स मात्रै त तिमीले एआई गन छिराउनको लागि पहिला पाठेघरको कन्डिसन बुझ्नु परेन प्रेग्नेन्ट छ भने त्यसलाई एआई गरिदिन्छु तिमी प्रेग्नेन्ट हुन्छ त किन एआई गर्ने
गराउँछ कति मान्छेले अर्कै कारणले कराए पनि किसानले के भन्छ बाली खोजेको छ भन्छ, खान पाएको हुँदैन बाख्राहरू अनि लगिहाल्छ बोका कहाँ, होइन? त्यो कारण पनि हुन्छ नि। एकजनामा म यहीँ त्यो एकजना किसान यहीँ गौडाँडाको लगभग त्यसको भैँसी 4 महिनाको मतलब प्रेग्नेन्ट थियो, 3-4 महिनाको। अनि मलाई के भन्यो भने क्युरेट गरिदिनु, सफैया गरिदिनु, होइन? मेरो भैँसी बाली नै भइरहेको छैन, 2 चोटि उल्ट्यो, सफैया गरिदिनु भनेर मैले त्यहीँ बोलाएको थियो फार्ममा भैँसी लिएर गयो। अनि म औषधिहरू सबै लिएर गएँ, होइन? त्यो क्युरेट गर्नको लागि त्यहाँ गएँ, सर्भिसमा पाठे गरेर हेर्दाखेरि कि त्यो त प्रेग्नेन्ट रहेछ भैँसी। अनि त्यसलाई क्युरेट गरेर भयो त? पहिला किसानले जे भन्यो त्यही गर्छ कि तिम्रो आफ्नो दिमाग हुन्छ? आफ्नो दिमाग पुर्याउनु, पहिला त्यो प्रेग्नेन्ट छ कि छैन त्यो कन्फर्म गर्ने, अनि न तिमीले क्युरेट गर्छ। तिमीले बोलायो एआई गर्नको लागि, भैँसी प्रेग्नेन्ट रहेछ त फेरि गर्छौ तिमी। भैँसी ब्याइहाल्यो 6 महिनामा, अनि के भन्छ तँलाई? 6 महिनामा भैँसी ब्याउँछ? हुन्छ नि पशु हिटमा हुँदाखेरि हामीले भित्रको कन्डिसन हेरेर पनि थाहा पाइहाल्छौँ। यो पाठेघर छ नि, यति लुज छ नि, हामीले यसो छुँदाखेरि पशु हिटमा छ भने यो टाइट हुन्छ एकदमै, किन ब्लड भास्कुलेसन हाई हुन्छ, जसले गर्दा यो के हुन्छ टाइट हुन्छ। कर्निफिकेसन भन्छ त्यसलाई, हार्ड देखिन्छ। लुज अरू बेलाको जस्तो लुज हुँदैन, कर्निफिकेसन भन्छ त्यसलाई। यो अलिकति हार्ड देखिन्छ, होइन? अब यो हामीले गरिसकेपछि यसरी हो है, यसरी हुन्छ। यो राइट एन्ड लेफ्ट यो हेरिसकेपछि अब हामीले के हेर्न मन लाग्छ, ओभरी पनि हेरौँ भन्ने मन लाग्छ, होइन? त यसरी जाने, अनि यो ओभरी यहाँ हेर, यो भर्खरको ओभुलेसन भएको रहेछ, यो सियल हो। कर्पस लुटियम भनेको यही हो, यो भर्खरै ओभुलेसन भएको रहेछ, यो कर्पस लुटियम डेभलप भएको हो। यदि पशु प्रेग्नेन्ट भयो भने यो भइरहन्छ, यो डाइस्टस पिरियडमा हुनसक्छ अथवा प्रेग्नेन्ट पनि हुनसक्छ। यो 1 महिनाको अथवा 15 दिनको किन नहोस्, प्रेग्नेन्ट पनि हुनसक्छ अथवा यो डाइस्टसमा हुनसक्छ, होइन? अर्को फोलिकल यहाँ डेभलप भइसकेको अथवा यो भर्खरै ओभुलेसन भएर यो सुक्न लाग्छ, यो सियल सुक्न लाग्छ, होइन? यो ओभुलेसन भएको छ भर्खरै, सियल डेभलप भएको यस्तो देखिन्छ। यतातिर यहाँ फोलिकल यो ओभरी हो, यहाँ डेभलप भएको पनि छैन, ओभुलेसन पनि भएको छैन। त धेरै जसो राइटतिर ओभुलेसन हुन्छ क्या, 55% र 45% लेफ्टतिर त यो राइटै हो, होइन? त यसमा अब हामीको ओभरी हेर्न मन लाग्छ, यहाँ के को डेभलप भएको छ, यसरी समात्ने, भित्र यसरी समात्ने। रे यो ग्लोभ्स अर्को दे त रे दिलीप, यसरी समातेर अनि यसरी यो औँलाले अब्जर्भ गर्ने, यहाँ पनि यसरी समात्ने भित्र, अनि यो औँलाले यसरी छाम्ने, यसरी समातेर, नत्र यो चिप्लिहाल्छ, फेरि यसरी भइहाल्छ, यसरी समात्ने हार्डली, अनि यसरी अब्जर्भ गर्ने के छ त्यहाँ, सानो छ केही छैन, अहिले डेभलप भएको छैन, यसरी समात्यो, ओहो ठुलो छ, अब ओभुलेसन हुने बेला भएको छ, अथवा ग्राफेन फोलिकल बनेको छ, अथवा यहाँ सियल के अरे यो सियलहरू त हेर्ने भइसक्यो नि तिमीहरू, यहाँ पनि ठिकै छ। यो पनि ठिक। अब यहाँबाट पनि हात हाल्न सक्छ नि बालुवाबाट, हामी भेजाइना हेर्छौँ, होइन? त यो कति बेला हाल्छौँ, जब ब्याउने बेला हुन्छ अनि मात्रै हाल्छौँ, अरू बेला नर्मली हामीले हाल्दैन। हाले पनि भेजाइनासम्म त जान सक्छ,
सर्भिस त कहाँ कट्ने, यहाँ सर्भिस यत्रो हुन्छ त यहाँ हेर त यो कट्ने सम्भावना छ सधैँ छैन नि। अब जब पशु ब्याउने बेला पनि यदि यो डाइलेसन भएको छैन भने हामी केही गर्न सक्दैनौँ र टर्सन भएको बेला यसरी भइहाल्छ। टर्सन भन्छ नि, बस यस्तो भइहाल्छ। अब यहाँसम्म त हामी हात हाल्छौँ यहाँबाट होइन, यहाँसम्म त जान्छौँ, अब उसम्म पुग्नै सक्दैन नि, टर्सन भएको छ त कसरी पुग्छ यो। अब हामीले के गर्छौँ, भैँसी पल्टाउँछौँ होइन। भैँसी पल्टाउँदाखेरि भैँसी पल्टेपछि यो यसरी बच्छ, यो चाहिँ यसरी भइहाल्छ होइन, अनि यो खुलिहाल्छ होइन। सर मान्नु सुरुदेखि हात हाल्दाखेरि यो पर्सन हात हाल्ने छाम्ने कसरी औँलाले कि भित्र कसलाई हात हाल्ने, कहाँ हात हाल्ने, रेक्टमबाट हात हाल्दाखेरि के त कसरी छाम्ने भित्र सुरुदेखि मतलब यो म रेक्टममा हात हालेँ त यसरी हात हाल्छु, हात त यसरी नै हाल्छु नि, यसरी त हाल्दैन होइन। यसरी साबुनहरू लाएर अथवा तेलहरू के लाउँछ होइन, प्याराफिन ओइलहरू लाउन सक्छौ। यसरी हात हाल्यो, हात हाल्यो भने यहाँसम्म त तिम्रो भलवा नै हुन्छ, यहाँसम्म यति मात्रै हाल्यो भने यति मात्रै हाल्यो भने यो सर्भिस आइहाल्छ। यदि प्रेग्नेन्ट छैन भने, यदि प्रेग्नेन्ट छैन भने यति मात्रै हेर, यहाँ यति नजिकै छ भन्ने बुझिन्छ। यसरी यो सर्भिस हो होइन। यो हाम्रो फिलिङ्स यहाँ आउँछ, यो हार्ड फिलिङ्स छ होइन। अब यहाँ हालिसकेपछि सर्भिस जब हामी हेरिसकेपछि अब हामीले के गर्छौँ, अलि अगाडि जान्छौँ र यसरी गर्छौँ। यसरी गरेपछि अझ नजिक ल्याउँछौँ त्यसलाई। अनि प्रेग्नेन्ट छैन, यदि प्रेग्नेन्ट छ हामीले पिडी टेस्ट गर्न जाँदाखेरि के गर्छौँ भने कति महिनाको भनेर पहिला थाहा पाउँछौँ, 3 महिना 4 महिना 6 महिना 8 महिना, कसैले 9 महिना पनि भनिदिन्छ होइन। किनभने 9 महिनापछि पनि उसले थाहा पाइरहेको हुँदैन प्रेग्नेन्ट अर नट भनेर होइन। त हामीले अब कति महिना भनेछ, मानौँ न 3 महिना भनेछ, 3 महिनामा सर्भिस अलिकति अगाडि गएको हुन्छ होइन, अलिकति तन्किसकेको हुन्छ। यसरी यो तन्किने कुरा हो, तन्किन्छ किनभने यहाँ लोड परेपछि अलि अगाडि जान्छ, अलि अगाडि जान्छ त सर्भिस खोज्छौँ, सर्भिस भेट्यो। अनि त्यसपछि यसरी हात हाल्छौँ क्या, यसरी तान्दैनौँ कि यसरी, किनभने प्रेग्नेन्ट हुनसक्छ नि, यसरी तान्न मिल्दैन होइन, रफ ह्यान्डल भयो। यसरी गरेपछि यसरी हात हाल्छौँ, यसरी हात हाल्दाखेरि हामीले यो पाठेघर ठुलो भेटिन्छ होइन। अहिले पानी हालेर हेरौँ, ठुलो भेटिन्छ भने, अनि ठुलो भेटेपछि यहाँ लोड रहेछ, पाठेघरमा ठुलो छ, यो पशु प्रेग्नेन्ट छ। अहिले पानी हालेर हेरिहाल्नु त, दुवै साइड हेर्ने कहाँ यो यहीँ छ नि। ले पानी हाल्छ, ले सिरिन्ज राख्नु सिरिन्जले राख्नु। त्यहाँ एम्नियोटिक फ्लुइडहरू पनि हुन्छ ल्याइहाल्छ। अनि यो साइज ठुलो हुन्छ अनि थाहा भइहाल्छ। अझै सिरिन्ज ल्याएन, फटाफट हाल। छोड, अर्को सिरिन्ज पनि ल्याऊ। सिरिन्ज ल्याएन एउटा दुइटा, अनि फटाफट हाल्न, कति दिनभरि लाग्छ। बढिरहेछ नि, बढिरहेछ। बड़का बीकर लेके ये खुलिरहेछ। बड़का बीकर ना
कहिलेकाहीँ म 2 महिनाको प्रेग्नेन्सी पनि थाहा पाउन सक्छु। त्यो के हुन्छ यहाँ हेर कसरी कम्पेयर गरिदिन्छु म। अब यहाँ हेर यो सानो छ ठिक, म त्यहाँ भित्र पाल्पेट गर्दाखेरि यो हेर्छु सानो छ, यतातिर ठुलो ठुलो छ। यता के छ सानो छ, यता हेर्छु ठुलो छ। अन्त राइट साइडको हडमा प्रेग्नेन्ट छ पशु 2 महिनामा यस्तै हुन्छ। यो सानो यो ठुलो, किन प्रेग्नेन्ट हुँदाखेरि जाइगोट यहाँ बस्छ क्या सबभन्दा पहिला हैन। अरू ठुलो भयो भने यही ठुलो हुने हो पहिला, यही ठुलो हुँदै 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 बल्ल यहाँ आउँछ लास्टमा। यहाँ 3-4 महिना पुगेपछि बल्ल यहाँ आइपुग्छ। अनि यो ठुलो हुन्छ। त 2 महिना मात्रै छ भने कसैले 2 महिना भन्छ नि, अनि म हात हाल्यो भने वान साइड अफ हर के हुन्छ इन्क्रिजमेन्ट भएको हुन्छ, अदर साइड नर्मल हुन्छ हैन। यो हेरेर पनि मैले 2 महिनाको प्रेग्नेन्ट पनि पत्ता लगाउन सक्छु। अब 3 महिनाको लागि हाल्न रे पानी। लोड गर्नु पानी निस्की पनि भयो। कहाँबाट यतैबाट? त यहाँ त कम त छैन। यसरी राख, यसरी उठाएर राख। बाहिर छ कि भित्र गएको छ यो? बाहिर त छैन, फुलिरहेछ कि छैन? फुलिरहेछ। ठुलो भइरहेछ। कति भयो? अलिकति भयो। हाल हाल अझै हाल, बुझिँदैन, अझ ठुलो देखाउनु पऱ्यो नि। त्यो बार एकचोटि भित्र पानी गइहाल्छ त केकरा कथी कहै छी तू? पूजा के बाद में जीते के साथ। हाँ, ये दुए गोरा के बातें था रही थी कि दोसर के तो क्या पता हो जाती। पूजा जी की के भइरहेछ? लिकेज भएको छ? मार दे भाई जा। कहाँ निकल? हाँ रे देख निकली से न निकली है पानी और छोटा वीडियो में आ जाओ
के लिएर आउनु त्यही हेडबाट कसले ढुक्छ कंपनी का त्यही व्हाट्सएप में जो